ल गुराँसै गुराँस छ है ल गाइजहरू, हामी गुराँसै गुराँस जङ्गलको बिचमा छौँ र हाम्रो मनिष सरले यहाँ राइड गरिराख्नु भएको है। बाटो चाहिँ ध्वस्दै छ। हामी चाहिँ कहाँ जाँदैछौँ रे? सालिमे त हो, त्यहाँ तपस्या गर्न जाँदैछौँ। एक दिनको तपस्या, सायद केही आर्जन गरिएला। ल हामी चाहिँ माथिल्लोको डाँडामा आइसकेको छ बाइक पार्किङ गरेर। साथी चाहिँ गुराँस टिप्न गएको छ। गुराँस है, ल गुराँस यहीँ नजिकै छ गुराँस। कस्तो राम्रो छ त हो। पात टिप, के अरे पात भन्न आयो, फुल टिप है। ल है गुराँस है। सो भ्यू पनि यस्तो दामी छ। त्यो पारीको गाउँ चाहिँ के रहेछ, यस्तो दामी छ है। हामी चाहिँ सालिमे दहको लागि हिँड्दैछौँ र गुराँस टिपिराखेको छ उसले। हाम्रो साथीले हाम्रो भिडियो सुट गर्दै गर्दा उसले बाइक सिँगार्न लाछन् पहिला चाहिँ है। बाइकको औधी माया लाग्दो रहेछ। ल यस्तो छ है भ्यू चाहिँ, यस्तो दामी छ भ्यू, यस्तो दामी छ है भ्यू चाहिँ। हामी चाहिँ सायद यही डाँडामाथि जाने हो, तपोभूमि। पुरानो मौरी टन्नै पाइँदो रहेछ। सो हामी प्रब्लम मौरीको मह पनि लिएर जान सक्छौँ है। र कुकुर कराउनु भएको छ, मौरीको घाँटी टन्नै पाइँदो रहेछ है। राजाहरूको फोटो सजाएको छ। सो हामी चाहिँ सालिमे दह जान लागेको छौँ। यहाँनिर यो बाटो पनि छ है। सायद यस्तो अभिलेख उयोहरू चाहिँ देखिएको छ र हामीले हाम्रो यात्रा जस्ट सुरु गरेका छौँ र हामीले बाइक अनि हाम्रो ब्यागहरू त्यहीँको घरमा छोडेर हिँडेका छौँ। 2 घन्टा जति लाग्छ भन्नुभयो। हेरौँ अब कति घन्टामा पुगिन्छ। सायद यो बुर्तिवाङ जाने बाटो हो जस्तो लागिरहेको मलाई चाहिँ। यहाँबाट चाहिँ मजाको भ्यू देखिन्छ है बुर्तिवाङ जाने, बागलुङ निस्किने। हामी सालिमे दह जाँदैछौँ। बाटो उकालो छ, थकाला छ, स्याहाँ पऱ्यो त। वहाँबाट आइसक्यो हामी, वहाँबाट त्यो घरबाट छिटै आइसक्यो है। कतिको थकाला कहाँ लाग्यो नि। सो तर पनि यहाँ गाह्रो है। बाहिरबाट अर्को जोड्नु पर्ला जस्तो फोक्छ। सो चिनी लिएर हिँड्ने हम, त्यहाँको गुरुवालाई चिनी खुवाइदिने हो अब। चिनी भए हुने भयो अब। सो यस्तो दामी छ कि गुराँसै गुराँस, जहाँ हेऱ्यो त्यहीँ गुराँस है। हामी सो यहाँ यो फिक्का गुलाबी कलरको भने यता माथिपट्टि हुन्छ रातै है। सो रातै कलरको गुराँस है। सो ल्यान्डस्केप पनि हेरौँ यहाँबाट कस्तो दामी छ। यसको ल्यान्डस्केप यस्तो दामी छ, पहाडै पहाड। थकाला यार भ्लग बनाउनु पनि। चाहिँ भ्यू हेर्नुहोस्, भ्यू कस्तो दामी छ भ्यू। त्यो डाँडामा के गाउँ होला यार खै यो गाउँ झन् कस्तो दामी देखियो कि। टुप्पामा यस्तो दामी देखियो। भग पहिरोको हो नि त। म थकान लास्टै बढेको छ। यति थकाइ लाग्यो कि कुरै छोडिदिउँ कि। 20 मिनट पनि हिँडेन। 2 घन्टाको बाटो 3 घन्टा लाग्छ जस्तो हो। मनिष कति गाह्रो भयो। निन्द्रा लाग्यो यार। सुत्ने हो यहीँ तपस्या गरेर जाऊँ होइन। खानेकुरा यहीँ सिकेर तपस्या गरौँ, सुरु गरौँ। चिनी यार तपस्या। ल यस्तो गुराँस छ, यति रमाइलो लाग्छ। जङ्गल हिँडिराखेका छौँ हामी। चितुवाको डर पनि छ, तर सायद क्या नि हिँड्छु थोरै आयो
चितुवासित लडेर आयो यार हो मैले देखिनँ है पहाडी लड्यो होला हो दाग चाहिँ छैन सन्चो भइसकेको छ क्या ल है गुराँसै गुराँस बाटैभरि गुराँस पक्की सिँढी रहेको छ पहाडी देख्नु भयो सायद यो हुइसम्म त होला पक्की सिँढी हामी एकछिन विश्रामको लागि बसेका छौँ कतिको थकेला मनिस 30% थकेला खाएर उसलाई मलाई चाहिँ 70-80 नै पुगे जस्तो लाग्छ छ्या चिसो लागेको अरूभन्दा पनि ओके गुराँसको यो फुल खाँदैछु यो तिर्खा मेटिन्छ भनेर अब यही खाना पनि मिठो हुन्छ उसले मागी खाइरह तर तिर्खा लागेको हल्का तिर्खा ऊ भए जस्तो चाहिँ हुन्छ कि पानी खाए जस्तो भएको पानी झारिदिन्छ क्या मुखबाट अमिलोले हो तर यस्तो खाएको मेरो मात्र यस्तो खिच्दिन्छ यतातिर उल्टो यता हेरेर खाऊ हाम्रो साथीले गुनासको फुल खाँदै खान् तिर्खा लाग्यो अरे कि ल भयो गुराँसको रुखको फेदबाट हिँडेर खाउँ माथि गुराँस छ भने भएमा पनि गुराँसका झरेका पातहरू छन् अब हामी केही बेरमै के अरे ठाउँको नाम के अरे सालिमे द आउँदा थकाइले ठाउँको नाम पनि मैले त बिर्सिसकेको थिएँ मेमोरी नै खाली भयो जस्तो लाग्थ्यो सो उसको मेमोरीमा चाहिँ रहेछ क्या घाम पनि लागिरह मेरो कपडा पुरै भिज्यो एन्ड ज्याकेट पुरै भिजेर हात मिलेर हिँडिरहेको तर अब चाहिँ अहिले त्यसो बाटो रहेछ त्यति धेरै थकै लागेको छैन सायद अघि नै धेरै नै बेर हिँडिसक्यो अब बानी परेको हो जस्तो पनि लाग्छ मलाई जङ्गलको बिच त्यसरी हिँडिएको छ के छ कतिको थकेला अहिले त लागेन होला नि सबैभन्दा पनि जङ्गलको बिचमा बाघ हिँड्ने जस्तो हो ल सुन्दैनन् मनिषले सुनेनन् कोइलीलाई बोलाएको सुनेनन् है कोइलीले भनेर बोलाएको कालिज परेछ लगभग दह आइसकेको छ यहाँनिर रुख कटान हुँदो रहेछ जस्तो लागिरहेको सायद के को लागि हो यो चाहिँ कुके पर्पजको लागि यहाँनिर आगो धुनी लगाइरह न है खै किन बालेको त्यो चाहिँ थाहा भएन है काठहरू कस्तो दामी काठ छ सब बाल्छन् ठाउँ किन हो रुख काट्नु भयो मलाई थाहा पाइसकेको थियो मिसिनले रुख काटिरहन् ठाउँमा आगो बालिरहन् है सो भिडियो कति राम्रो आएको यार यसरी के को लागि यतिकै प्रयोजनको लागि पनि होला है जेम्स दाउरा काटन गरेर बसिरहन है त ल सालिमे दह यही होला सायद सुकेर पानी नै छैन यस्तो दामी गुराँसहरूमा छिटी थोरै देखिया सालिमे दह आइसक्यो है त हामी ल अलि हामी सालिमे दह भएको ठाउँ बास बस्ने ठाउँमा आइसकेका छौँ यहाँ कन्स्ट्रक्सन हुँदै रहेछ के भन्यो कस्तो राम्रो गुराँस छ घर हाम्रो त पर तराईतिर बुतल तपस्या गर्ने घर यही हो जस्तो लागिरहेको मलाई यहाँ मन्दिर छ हवन कुण्ड छ सायद बिहे पनि हुने रहेछ कि ल सालिमे दह चाहिँ सुकाएर रहेछ है त तर
लागेको छैन यति एफिसियन्सी यस्तो छ कोर्टको जस्तो कि भनेपछि यो पहिला द मात्रै थियो तपाईँ आएपछि बिल्डिङ सिल्डिङ बनाउनु हो द भन्नाले पहिला नै थियो यो समाधि हो त्यो यहाँ पहिला सुरुमा तपस्या गर्न आउनुभयो शङ्कर खसानन्द हजुरको नाम होइन समाधि हुने बाबा ए सबै खसानन्द अनि तल त 54 वर्षको तपस्या गर्नुभयो अनि पछि समाधि यहाँ ल्यायो त्यसपछि भन्यो पहिला पुरानो यो हो एउटा यहाँ एउटा सानो थियो यो अहिले पल्टेको यो यसमा यता माथि थियो अरे यति जुटुकेको यति अब घेरिएको थियो अनि यहाँ नखाने अनि त्यही खाने गरी खाएको छ यो यसमा भवन थियो त्यसलाई अहिले यता सार्नु पल्ट्यो पुरानो भएर पुरानो अनि यो मान्छेहरू साउनमा आउँछन् यहाँ बढी जस्तो साउनमा एकदिन बाबाको भण्डारा सबै गाउँलेहरू मिलेर गर्छ बाबाको स्मृतिमा दर्शन गर्ने उ गर्ने भनेर होइन त्यही भण्डारामा कहिले कहिले अब यहाँ साधु बसेपछि आइरहन्छन् त्यही त हामी तल थियौँ त्यहाँ वडामा त्यहाँ फोटो राखेको यो बिल्डिङको यहाँ लेखेर राखेको थियो यो अनि के भन्नुभयो रमाइलो रहेछ माथि ठिक छ बसौँ अब तपाईँहरूलाई बस्न लागि खान्छन् उनीहरू अब खानु पनि के गर्ने खान्छन् उहाँहरूका छोराछोरी तल त्यही जान्छन् हामी आएकालाई 2-4 जना बस्नलाई खाँचो छैन हजुरहरूलाई मैले बेलुका प्रसाद बनाउँछु सँगैलाई त्यो बस्दा हुन्छ उनीहरूसित किन मिसिनु पऱ्यो एक दिन आएको साथी होइन उनीहरू त बोलाउँछन् उनीहरू खानपिनमा रमाइने खाले भन्दै पऱ्यो 1-2 वर्षमा आए थिए यिनीहरू बिल्डिङ बनाउँदै हुनुहुन्छ हजुर दारसार काट्ने गर्नु थाल्यो कि दार काट्ने बेला निक्ले अहिले यसो भनेर यसो बनाउनु थाल्यो अहिले समयको हो क्या दार काट्ने पनि अब रोजेर काट्नुपर्ने नि केको काठ हुन्छ खास यहाँ सिलिङ्गे र उ छ सिलिङ्गे आरुपाते आरे अनि त्यसपछि यो हाम्रो सिलिङ्गे भन्ने छ एउटा दबदबे यही काटिन्छ अब गुराँसको काठ काम लाग्दैन गुराँसको अलि त्यति भर पर्दा अहिलेसम्म कसैले राखेको छैन त्यही त मोटो चाहिँ मोटै हुँदो रहेछ कुनै कुनै ठुला पनि हुँदो रहेछ भयङ्कर ठुलो यता पनि ठुलो छ यता माथिसम्मै छ घुम्नु जस्तो चिया बनाएर दिनुभएको छ र मकै भुट्दै हुनुहुन्छ हाम्रो लागि भनेर जुस चिया खाँदैछ त सालिमे दहको नदेखाऊ सलमान खानको बडी खडा छ है त ल मकै गाउँले मकै खाँदैछौँ चबाउन सकिन्छ नि ओके ल ल फुट्दै बढाइसके पछाडि चला राखन् खाना सुरु गऱ्यौँ सो आगो साइडमा छ र टक्क गाईको घिउसँग होइन दाल गुरुबारी सब व्यवस्था गरिदिनु भएको के छ मनिष मिठो एकदम मिठो है अर्ग्यानिक तरकारी के को अरे तरकारी सिमीको थियो जस्तो लाग्छ के हो सिमी नै हो सिमी हो सिमी र केराउ सिमी केराउ अचार सो सिमी केराउ अचार सहित हामीले खाना खाँदैछौँ अनि गुरुबार फेरि तरकारी लिएर आउँदै हुनुहुन्छ धेरै नहालिदिनु धेरै पनि धेरै हुन्छ उनको त सुरु नै गरेको छैन अब हामीलाई सबै पुग्छ केही चाहिन्न तपाईँ खानु माग्नु होला केही नै नै अब हामी तपाईँले जुठो हात हाल्नु अब पुग्छ के छ ठिक छ एकदम अर्ग्यानिक मुलाको अचार गाईको घिउ सिमीको तरकारी ट्याक्क भेडे खुर्सानी डल्ले खुर्सानी तरकारी हाल तरकारी हाल्नु पर्यो घिउ त टन्नै छ त गाईको घिउ पच्छ भोलि फेरि 2 घन्टा हिँड्न पस्ने भयो
डाइट आजै ल मिठो होइन एकदम 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 मिठो है ल तपाईँहरू पनि गुल्मी आउनुभयो भने टक्सर आउनुभयो भने यो ठाउँ आउन चाहिँ नभुल्नु होला ठाउँको नाम पनि भन्दैन सैलामी अरे के अरे नाम के अरे नामै कस्तो म नसम्झेको मैले नि बिर्सेँ यार ज्यापै मलाई त याद थियो त यार मैले अघि भ्लगमा अगाडि रिपिट गरिसकेको छु अहिले भर्खर चाहिँ याद भएन सेलामी दह सेलामी हो क्या सेलामी दह होला एकदम पिसफुल ठाउँ अनि यहाँ आएर ध्यान गर्ने जस्तो पनि छ र नजिकै फेरि हाम्रो तारा खसे भन्ने छ यहाँ तारा एकदम मिस्टेरियस ठाउँ मिस्टेरियस ठाउँ साइन्टिस्टले पनि पत्ता लगाएको छैन भन्ने कुरा आएको छ हामी अब भोलि गएर पत्ता लगाउने सुकी पत्ता लगाउने प्रयत्न गर्छौँ ल अब घिउ हालेको भातसँग चाहिँ हामी भात खान्छौँ कन्टिन्यू हुँदै राख्छ है त हुन्छ ल बाई अहिले तागे नि उता हेर्दाखेरि माथि यति मात्रै माथि एउटा खस्दै थुप्रिने गरेर ट्याक्कै यति मात्रै बाँकी त्यो साथै यहाँसम्म भएर चाहिँ म भित्र निक्लेँ निकाल्दाखेरि त त्यो भर्दा लाग्यो जस्तो छ पानी आयो भने रातभरि थाहा पाउनु अरे थाहा पाइनँ अनि के हो कि यस्तो भने फेरि ढोका लाएर भित्र गयो त के भयो त्यस्तो आयो अनि यो पिँढीको लेभलसम्म आउँथ्यो यो त्यत्रो पर्थ्यो त्यो लेभल त पिँढीको लेभलले यसो सम्मै आयो माथिबाट खस्दै माथिबाट थुप्रिने थानाबाट खसेछ क्या खस्दै थुप्रिने यति गर्दै यतातिर अलि तलै पिँढीको लेभलले यहाँसम्म मैले खातै 3 फुट थियो क्या अनि माथिसम्म पुगेछ 2 वर्षदेखि यता फेरि परेन 2-3 वर्षै भयो अहिले त्यस्तो पोहोर अलिअलि बसेन अहिले एक दिन अब पर्छ कि भन्दै अलि सेतो मात्रै भयो त्यहाँ अडिएन त्यस्तो यहाँबाट थोरै हिमाल पनि देखिया यता हिमाल गुराँस पनि देखिन्छ आउँछ गुराँस ल जाऊँ होइन आएको भाँडा अब साथीले आफै माझ्दै खाने धेरै त चाहिन्न होला ल गुरुले हामीलाई मकै भुटिदिनु भयो है यस्तो राम्रो मकै खाँदै तलतिर जाने सालिमे दहबाट फर्किँदैछौँ र मकैको एक झोला लिएर पपकर्न बोकेर सालीले हात चाहिँ पुरै ठिरा कति चिसो भएको हात पन्जा त लिएर आएको होइन हुने रहेछ यार कति चिसो हो यहाँनिर एक केटा पास बसेको है नाचगान गरेर जस्तो अवस्था आएन भित्र कोठामा बस्यो थाहा पाएन झाडो भएको थियो कसरी आउनु यार कपडा पनि बदल थिएन होइन अब हामी चाहिँ तारा खसेको ठाउँतिर जानु लागेको धुनी लगाएर टक्क मस्तो सुतिरहने ओके ल तारा खसेको ठाउँ भनेर यही ठाउँमा नि बिलिभ गरिन्छ यहाँ सायद खाल्डो छ अरे केही फाल्यो भने टिनिन्न बच्चा भन्दै हामी चाहिँ एक्सप्लोर गर्छौँ है एकछिन तर ढुङ्गा लिएर आउँदैछौ ढुङ्गा तल बोकेर आउनुपर्ने रहेछ लगाइराख नि दाउरा आवाज आउँछ कि आउनु टेस्ट गरौँ है त ल अलिक ठोस भएको हान न पहिला यसको बारेमा त भन्नु पर्यो ल भन के अरे तारा खस होइन धेरै इतिहास यसको उ छ धेरै लामो इतिहास छ होइन एकदम हामीले हिजो बुझेको यस्तो यहाँ चाहिँ अब पहिला के आएर खसेकै हो क्या न त यस्तो गहिरो हुन्थेन यति गहिरो छ अरे कि यो भित्र हामी चाहिँ के भन्छन् अक्सिजनै पुग्दैन अरे क्या तल पुग्न होइन एकजना मान्छे गएर तल पुग्न नसकेर अक्सिजन नभएर फेरि माथि फर्केर आएको रसीबाट गएर हेर्दाखेरि त पुरै रिगाउँछ तल देखिन्न ल म फाल्दैछु है ल आवाज आउँछ कि यसो ध्यान दिएर सुनौँ ल आयो छ के खानी छ कि आयो भ्याइयो होइन भ्याउनु त तर त्यो अड्कियो लो त्यसलाई खाला आवाज आयो कि टिन्न आयो त तल गयो कता गयो होइन अरू अर्को फालमा है तर खानी छ यार केहीको यार
ल बिहान आवाज हेर न ओके भ्यू पनि कस्तो दामी छ हामी मकै खाँदै हिँडिरहेछौँ होइन मकै खाँदै खाँदै हिँड्नु मजा आइरह यहाँ गुरुले भुटेर दिएको मकै छ हो मजा आइरह है हामी चाहिँ सालिमी दहबाट मकै खाँदै खाँदै हाम्रो हाइकिङको यात्रा भन्ने कि ट्रेकिङ भन्ने अरे एक दिन हिँडेकोलाई ट्रेकिङ नै भन्छ लगभग रात बसेर आएपछि त हाइकिङ भनेको बिहान गएर बेलुका फर्किनु हाइकिङ भन्छ क्या हो होइन जस हाम्रो ट्रेकिङको यात्रा सकिएको छ दर्शन गऱ्यौँ फाइनली हामी पुरानो मैदान भन्ने ठाउँमा आइसकेका छौँ है मकै खाँदै आयौँ तर अगाडि है के छ फिलिङ हाउ आर यु फिलिङ रिल्याक्स ओके एनिथिङ यु वान्ट टु इलाबोरेट हियर सबैलाई एकचोटि घुम्न आउन आह्वान गर्छु यो चाहिँ गुल्मीको सालिमी दह यो आउनको लागि चाहिँ वामी टक्सरबाट माथि चढ्नु पऱ्यो त्यहाँबाट वामी मैदान आउनु होला वडा नम्बर 8 र त्यस पछाडि चाहिँ 2 घन्टा जति हिँडे पछाडि तपाईँ त्यो दहमा पुग्न सक्नुहुन्छ र मेडिटेसन पनि गर्न सकिन्छ एकजना गुरु हुनुहुन्छ र खास गरी मेला चाहिँ साउनको महिनामा के को अवसरमा लाग्ने अरे साउनको महिनामा लाग्छ होइन के को अवसर स्मृतिमा त्यहाँको पहिलाको सन्त हुनुहुन्थ्यो एकजना नाम चाहिँ मैले बिर्सेँ है सो उहाँको स्मृतिमा चाहिँ मेला लाग्छ सो ल आउनु होला हजुर भण्डारा हो क्या भण्डारा ड्राइभर ल आकाश कस्तो राम्रो देखिएको छ है त चुप यार यो त मैले आइज ए नहेर यार त्यस्तो आँखा हेर पुरा जाडो चुप सो हामी मैदानको मन्दिर यहाँ बलि चढाउने रहेछन् खुकुरी नि यति ठुलो छन् सम्मीको रुख छ र यो बलि दिनको लागि पाडा बाख्रा एउटा यस्तो दामी भ्यू छ है यस्तो दामी भ्यू छ सो दिस इज इट वामी मैदान फर यु कस्तो दामी छ भ्यू चाहिँ है झुलुङ्गे पुल रहेछ यहाँनिर र झुलुङ्गे पुलमा एकछिन तलपट्टि यो गहिराई हेर्न जाँदैछु तलपट्टि भयङ्करै गहिरो छ है अनि सो यतापट्टि यस्ता डाँडा छन् यहाँनिर त्यो पारी कट्ने झुलुङ्गे पुल छ अहिले त्यो त कुनाबाट बाटो आइसकेको रहेछ सो यतापट्टि गाउँ छ पुल चाहिँ नयाँ नयाँ छ सो यसो फोटोसोटो खिच्दै हिँडिरहेको छौँ है त हामी ल हामी वडा नम्बर 4 कारले चढ्दैछौँ तलबाट नन स्टप उकालो है उकालो सो हामी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 3 मा छौँ र यहाँबाट यो नाइटको भ्यू हो यस्तो सुन्दर देखिएको छ यो लाइट यहाँबाट यो क्यामेराले जति मजाले क्याप्चर गरेको छ त्यो भन्दा बढी सुन्दर छ है रियलमा यहाँनिरको त लाइट लगाले हेर होइन ख्याल गर फोटो पनि खिचेर राख अहिले गएर हेर वार्ड नम्बर 1 को नक्सा सेम छ यार हो बाघ जस्तो देखेछ नि यतातिर घुमेको भेडा खुट्टा गर्ने हेर है यस्तो यस्तो देख्छ होला होला ओके है ल चल कता बिजी हो एकदम भ्लग के गर्दैछौँ हामी चाहिँ अहिले के भन्छ पुरानो पोखरा के अरे ठुली पोखरा होइन सो गुल्मीको ठुली पोखरामा छौँ होइन अनि पुरै पानी परेको छ आज शनिबारको दिन झरिला छ बिहानको खाना खाँदै हौ
आज चाहिँ खासै काम होला जस्तो छैन। ल खाना सुरु गरियो है खाना सुरु गरियो है त। पानी परेर हालत यस्तो छ है। सो आज काम भएन, बाहिर नै बसियो, के अरे होटलभित्र नै बसियो, रुमभित्रै। वेदर यस्तो दामी देखिएछ, क्लियर भएको छ है। पानी पनि रोकिया छ यसलाई। कस्तो दामी देखिएछ क्या। तर हामी चाहिँ मुसिकोट, गुल्मीको मुसिकोट दरबारमा आइसकेका छौँ। त्यहाँनिर ठुलो सम्मीको रुख छ। एन्ड द भ्यू इज वाइल्डली क्लियर है। यस्तो दामी भ्यू देखिएछ यहाँबाट। आज मौसम पनि पानी परेर सब धुवा क्लियर भएको छ। एन्ड दिस इज मुसिकोट दरबार, मेरो पहाडी भाग हो यो। अब त्यति बेलाको दरबारै होला, अब सानो जस्तो छ नि त। तर मुसिकोटभरिको राजा हुनु अरे होइन। त्यो राजाको नाम चाहिँ मलाई थाहा भएन। तर टक्क टपमा आएर चाहिँ दरबार चाहिँ बनाइएको रहेछ। ल मुसिकोट दरबार हो है यो चाहिँ। यस्तो दामी भ्यू छ। सो यो चाहिँ आजको मर्निङ, पानी खुले पछाडिको यो मौसम यस्तो दामी छ। बादल माथि बसे जस्तो फिल भइरहेछ है। सनराइज हुँदैछ यतापट्टि, पुरै मस्त हिमाल देखिएको छ, पुरै खुल्या छ है। अबको हाम्रो यात्रा लालीगुराँस पार्कतिर छ। यताबाट यस्तो राम्रो हिमाल देखिएछ है, यस्तो दामी। हामी चाहिँ सनसेट सहितको बादल माथिको भ्यू हेर्न जाँदैछौँ लालीगुराँस पार्कमाथि। यहाँ लालीगुराँस छ, त्यही भएर सायद नाम नै लालीगुराँस पार्क राखिएको होला। ओहो के हो है। ल अब लालीगुराँस पार्कको भ्यू माथि गएर देखाउँछौँ है त। सो लालीगुराँस पार्कमा आइसक्यौँ हामी। यहाँ ग्राउन्ड रहेछ सानो सानो है, कतिको भ्यू देखिन्छ हेरौँ है त। सो आई थिङ्क दिस इज लालीगुराँस पार्क है। यहाँबाट जङ्गलै सल्लाहको जङ्गल छ। तलपट्टिको जस्तो लागेको थियो, तर होइन रहेछ क्या। यहाँ मन्दिर पनि छ, तर फोटो खिच्नलाई भ्यू चाहिँ अलि भेट्न गाह्रो लाग्छ। सल्लाहको जङ्गल है, कस्तो दामी देखिएछ बा। ल है, भ्यू चाहिँ यस्तो दामी देखिएछ सल्लाहको जङ्गलभित्र। आऊ छिटो आऊ यति। हामी वडा नम्बर 1 को कार्यालय जाँदैछौँ। गुल्मी मुसिकोटको वडा नम्बर 1 को कार्यालय। अबको 10 मिनटमा सायद हामी त्यहीँ पुग्छौँ होला। यतापट्टि आज चाहिँ बाटो पिच हुन लागेको जस्तो छ, पुरै ग्राभल राखेको छ है। कस्तो गाउँ छ, तर गाउँमा मान्छे छैनन्, खाली छ है त। पौरी अमराई है, यो हाम्रो लास्ट वडा रहेको छ। आज चाहिँ काम गर्नलाई भ्याइएन। अब भोलि यहाँ काम सकेर चाहिँ हामी हिँड्छौँ है त। हामी कता जाँदैछौँ? खोलातिर जाँदाखेरि हामी म्यागदीको खोला पनि यसो, के अरे गुल्मीका खोला पनि यसो चार्नु पऱ्यो भनेर हामी चाहिँ खोलातिर हिँड्दैछौँ है। ल
हामी गुल्मीको कुन खोल्सामा आइयो? गुल्मीको कुन खोल्सामा हो? कता हो साथी, कता गएर हो? जङ्गलतिरबाट निस्किँदै हौ त? कहाँ गएर आयो? बाघ भालु पाइन्छन् कि भनेर हो। बाघ भालु भेटिएनन्? हाम्रो साथी चाहिँ खोलातिर गएर बाघ भालुसँग लडेर आइसक्यो खान होइन। म चाहिँ कुरिरहेको थिएँ, कति बेला फाइट सकिन्छ र आइपुग्लान् भनेर। फाइनल्ली आइसकेका छ। ल है त, ठिक छ। कस्तो भयो लडाइँ? लड्नै पाइएन यार, एनर्जी बचाएर राखेको छ भोलिलाई, भोलि भेटिन्छन् कि। ल